जयगांव थाना अंतर्गत गोपीमोहन क्षेत्र में स्थित मैदान को लेकर इन दिनों स्थानीय लोगों के बीच कई तरह की चर्चाएं और अटकलें सामने आ रही हैं। इस मैदान को आखिर क्या गोपीमोहन ग्राउंड, जेडीए ग्राउंड, मेला ग्राउंड या फिर खेल मैदान, इसी को लेकर असमंजस बना हुआ है। उल्लेखनीय है कि राज्य सरकार द्वारा इस मैदान को विकसित करने के उद्देश्य से लाखों रुपए खर्च कर इसे स्टेडियम का स्वरूप देने की पहल की गई थी, लेकिन मैदान में बार बार मेलों का आयोजन होने के कारण यह खेल गतिविधियों के लिए उपयोग में नहीं आ सका। इस स्थिति को देखते हुए अब जयगांव फुटबॉल एसोसिएशन (जेएफए) नामक एक गैर सरकारी संगठन ने आगे आकर इस मैदान को पुनः खेल योग्य बनाने का बीड़ा उठाया है। संगठन के सदस्यों द्वारा बिना किसी स्वार्थ के मैदान की मरम्मत का कार्य किया जा रहा है। पिछले कुछ दिनों से एक जेसीबी मशीन और रोलर की सहायता से मैदान को समतल और सुरक्षित बनाया जा रहा है। जयगांव फुटबॉल एसोसिएशन के प्रतिनिधि ने कहा कि यह मैदान युवाओं के लिए एक उम्मीद है। हमारा प्रयास है कि इसे पूरी तरह खेल गतिविधियों के लिए तैयार किया जाए ताकि स्थानीय खिलाड़ी एक उचित मंच पा सकें। पर स्थानीय लोगों में इस पहल को लेकर सकारात्मक प्रतिक्रिया देखने को मिल रही है और उम्मीद जताई जा रही है कि मैदान जल्द ही अपने उद्देश्य की पूर्ति करते हुए खेल प्रतिभाओं को निखारने का केंद्र बनेगा। सर्वप्रथम त म नमस्ते भन्न चाहन्छु तपाईको च्यानललाई है। र हाम्रो यो स्पोर्ट्सको जुन चाहिँ तपाईले क्वेशन गर्नुभयो, यसमा चाहिँ हामी के भन्न चाहन्छु भन्दाखेरि मेन्टालिटी एउटा मान्छेको राम्रो हुनुपर्छ केही कुरो गर्नको लागि। र अहिले हामीले त्यही अब मेन्टालिटी अनुसार पनि हामीले काम गर्दै आएको छौँ। र एक्चुअलमा यो हेर्नु पर्यो भने यो जेसीबीहरू जुन चाहिँ यो रोलर लगाउँदैछ यो सबै हाम्रो यो पर्सनल हो, जुन चाहिँ युवा केटाहरू भएर हैन, यो सानो भाइहरू दाजुहरू भएर यो जयगाउँ फुटबल एसोसिएसनद्वारा गरेको। किनकि यहाँनिर अब गर्नुपर्ने हो भनेपछि यो नम्बर 1 त अब जेडीएले गर्नुपर्ने हो। तर यहाँनिर हामी आफै पर्सनल कुनै यसमा बेनिफिट केही पनि छैन, किनकि आउँदो पिँढीहरूको लागि चाहिँ हामीले अहिलेदेखि नै अब हैन उनीहरूको लागि के कुरो गर्नुपर्छ भन्ने चाहिँ यो हाम्रो एउटा सोच आएको कारणले गर्दाखेरि चाहिँ हामीले निरन्तर खटिरहेको छौँ। एउटा विवाद यो ग्राउन्ड लिएर पहिलादेखि चलिआएको छ, मेला या स्पोर्ट्स, यो विषयमा तपाईले के सोच्नुहुन्छ? मेला र स्पोर्ट्स हुनु पर्यो यो ग्राउन्ड? हो, तपाईले राम्रो क्वेसन गर्नुभयो। स्पेशली अब यो चाहिँ के हो भन्दाखेरि खेलकुदको लागि नै बनेको ग्राउन्ड हो नि त। अब यो तपाईले अहिले हैन यो एकछिन पछि तपाईले देखाउन सक्नुहुन्छ, किनकि अब यहाँनिर अब यो ग्राउन्ड बनिनु पर्नेमा तर अहिले यो ग्राउन्ड जस्तो छैन क्या त्यही हैन। किनकि अब एउटा ग्राउन्ड छ भनेपछि हेर्नुहोस् है, हरेक दिन 3 घण्टा गरेर पनि यहाँ नानीहरू बाँच्छ है। र आज ग्राउन्डको अब अवस्था खराब भएको कारणले गर्दाखेरि हरेक दिन 3 घण्टा गरेर चाहिँ नानीहरू बिग्रिरहेको छ। कोही फोनमा हैन, कोही अब आउटिङ गएर, कोही यताउता गएर, कोही अब हैन अब भनौँ न अब तपाईँले चाइल्ड लेबरहरू पनि बढेको देख्न सक्नुहुन्छ हैन। अब धेरै कुरोको यस्तो धेरै कुरोको अब कमी छ क्या यहाँनिर। अच्छा, तपाईले यो प्रशासनले कस्तो साथ दिन्छ होला स्पोर्ट्सको लागि, यो तपाईको ग्राउन्डको लागि कस्तो तपाईले देखिरहेको? हुनु त अब हेर्नुहोस् ल, अब एउटा कुरो भन्दाखेरि पुलिस मात्रै आउँदैन, प्रशासन भनेको एडमिनिस्ट्रेसन तपाईँको जेडीए छ, ग्राम पञ्चायत छ, जिल्ला परिषद छ, पञ्चायत समिति छ, यस्तो अरू डिपार्टमेन्टले कस्तो सहायता पाएको छ? अब हुनु त अहिलेसम्म है अब हामीले कसैकोबाट एउटा कल, एउटा फिडब्याकहरू हैन अहिलेसम्म त आएको छैन, किनकि हामी आफै पर्सनल गरेको। किनकि हो हामीले सायद कतै गल्ती गऱ्यौँ होला हामीले कसैलाई नभनेर, तर अब अलरेडी अब हामीले यत्रो काम गरेको देखेर पनि अब त मिडियाद्वारा पनि धेरै कुरोहरू इस्यु भएको छ नि त, धेरै कुरोहरू अब फैलिसकेको छ नि, धेरैले हेरिसकेको छ नि त हैन। अन्त म यो भन्न चाहन्छु, यदि कसैले पनि यो भिडियोहरू तपाईँहरूको भिडियोहरूबाट अब हैन यसो हेर्दैछ भनेपछि त अब उनीहरूले एउटा कल गरेर हैन, हो हामीले आफ्नो जयगाउँको भाइहरूको लागि अब हामीले के सपोर्ट गर्न सक्छौँ, एउटा उनीहरूको लागि के निड छ हैन, त्यो कुरोको लागि उनीहरूले सोचेर बुझेर एउटा कल गरेर पनि, पैसा ठुलो कुरो होइन, पैसा हामीलाई यस्तै अब ठुल्ठुलो एमाउन्ट दिनुपर्ने हामीले भनेको नि त, आएर एउटा सपोर्ट मात्रै जसमा भाइ हामी तिमीहरूसँग छौँ र तिमीले जुन काम गरेछ एकदम आउँदो पिँढीको लागि राम्रो काम गरेछ भने यति मात्रै भने पनि हामी एकदम खुसी हुन्छौँ क्या यो कुरोमा। र तपाईँलाई पनि म अहिले यो एउटा कुरो भन्न चाहन्छु, हात जोडेर म यो भन्न चाहन्छु, प्लिज तपाईँहरूले आउँदो दिनहरूदेखि जुन तपाईँहरूले मेला नलगाइदिनु होला। किन भन्दाखेरि मैले अघि भनेको जस्तो यो नानीहरू बाँच्ने एउटा ग्राउन्ड हो। अब तपाईँहरूले खोज्नुभयो भनेपछि त अब यहाँनिर अब राम्रो ग्राउन्डै त छैन हैन। अब जेडीएलाई पनि म अब के भन्न चाहन्छु भन्दाखेरि अब अहिले पनि उहाँहरुकोमा समय छ युवाहरुको लागि के गरिदिनु पर्ने।
अन्त त्यो सिस्टममा बसेको व्यक्तिहरूले नै केही गरिदिएन भनेपछि त अब हामी जति चिलाउँदा पनि केही पनि भएको छैन कि अहिलेसम्म। अच्छा, अहिले तपाईँले एउटा जेसिबी र एउटा रोलर लगाएर काम गर्दैछ, आफ्नो पैसाले खर्च गर्दैछ कि कसैदेखि सहायता पाउनु भएको? यो सबै हाम्रो निजी पैसा, यसमा निस्वार्थ हामीले गरेको छौँ। किनकि आज हामीले यो जेसिबी र रोलर लगाउँदाखेरि आज हाम्रो सानो ग्रासरुटदेखिको लिएर आज हाम्रो होइन यो भेटरेन्सहरूसम्म बाँच्छ भनेपछि हामी त्यही कामले नै हामीले निरन्तर गरिरहेको छौँ। यसमा हामीले कसैलाई 1 रुपियाँ पनि हामीले सपोर्ट मागेको छैनौँ। कसैलाई पनि यदि हो भोलिको दिनमा सपोर्ट गर्नु चाहन्छ भनेपछि हो तपाईँहरूले हामीलाई गर्नु सक्नुहुन्छ। मलाई होइन, हाम्रो दाजुहरू छ, हाम्रो टिमहरू छ है, उहाँलाई सोधी खोजी गरेर एउटा डिटेल्स के हो तपाईँहरूले होइन उहाँहरूलाई चाहिँ अब एउटा सम्पर्क गरिकन चाहिँ तपाईँहरूले उहाँहरूलाई सपोर्ट गर्न सक्नुहुन्छ। तपाईँको अर्गनाइजेसनको नाम जो यो काम गर्दैछ? हाम्रो अर्गनाइजेसनको नाम हो जयगाउँ फुटबल एसोसिएसन। सबै अब हामी यहाँनिर अब धेरै क्लब एकाडेमीहरू छ र हामी धेरैजना भएर गरेको। र एउटा कुरो के भन्न चाहन्छु भन्दाखेरि मैले एक्लै गर्ने काम होइन यो होइन, हामी यहाँ धेरै अब क्लब एकाडेमीहरू जोडेर गर्नुपर्ने हो। आज यो ग्राउन्डलाई बचाउनु छ भनेपछि आउनुहोस् न, निस्किनुहोस्। मेरो अनुहार हेरेर यदि कसैलाई रिस उठ्छ भनेपछि मेरो अनुहार नहेर्नुहोस्, हाम्रो कामलाई हेर्नुहोस्। हामीले के गर्नु चाहँदैछ, हाम्रो मेन्टालिटी कतिको स्ट्रङ छ, त्यो कुरोलाई हामीले कसरी फेस गरिरहेछ त्यो कुरोलाई साथ दिनुहोस् न। यहाँदेखि प्रायः जस्तो के छ भन्दाखेरि आफ्नो आफ्नो पनि खुट्टा तान्ने होइन। यदि मैले केही राम्रो काम गर्दैछु भनेपछि अब कसैले मेरो खुट्टा ताने, मेरो ब्याक ब्याटिङ गरे, त्यस्तो भन्नेहरू पनि छ। अनि तिनीहरूलाई म के भन्न चाहन्छु भने आउनुहोस्, तपाईँहरूलाई केही मसँग केही भन्नै छ भनेपछि आउनुहोस् न, मसँग मिलौँ होइन, हामी बसौँ, के कुरा हुन्छ, कसरी छलफल गर्नुपर्ने, कसरी हाम्रो आफ्नो गोपीमोहन ग्राउन्डलाई चाहिँ हामीले कसरी बचाउनु पर्ने, त्यो कुरोहरूमा चाहिँ हामी ध्यान दिउँ न। आज हामीहरू कसैको पछि लाग्दाखेरि नै आज हामीले केही पाउँछौँ भनेर मात्रै होइन नि त, आज हामी आफैले पनि कुछ गर्न सक्छौँ नि। युवा पिँढी छ नि, आउँदो भविष्यको युवा पिँढी भन्छ, तर यहाँको त अन्त युवा पिँढीहरू सबै सकिँदै गइसकेको छ। तपाईँले जयगाउँमा अहिले फिलहाल पनि हेर्नुभएको छ, कहाँ छ, कहाँ देख्नु भएको छ लु भन्नुहोस् त। युवा पिँढीहरू सबै त कामको लागि बाहिर गएको देख्नु हुँदैछ नि त होइन। अब बचाउने तरिका एउटा हाम्रो नानीहरूलाई, जहाँ चाहिँ अब एउटा हाम्रो नानीहरू अब ड्रग्सदेखि बाँच्नु सक्छ, स्पोर्ट्सै हो नि त होइन। अन्त यो कुरोलाई चाहिँ आजको दिनमा हामीले ध्यान दिनुपर्ने हुन्छ। यो भिडियोमा आखिरी सन्देश जयगाउँवासीको लागि के दिनु चाहनुहुन्छ? आखिरी सन्देश म यही दिन चाहन्छु, आखिरी त म कहिले पनि भन्दिनँ होइन, हामी फेरि पनि भेट्छौँ होइन। र एउटा म युवाहरूको लागि चाहिँ यो भन्न चाहन्छु, युवाहरूको लागि तपाईँले आफ्नो नानीहरूलाई घरमा नराखिदिनु होला। किनकि उहाँहरू अहिले जुन चाहिँ यो फोन क्रेजहरू भइरहेको छ होइन, उनीहरू जुन चाहिँ आउटिङ घुम्नेहरू भइरहेछ, अहिले धेरै किसिमको अब कुराहरू पनि हुन्छ, कोही बेला तलमाथि पनि हुन्छ होइन। युवाहरूलाई म यही भन्न चाहन्छु, हाम्रो एकाडेमीमा हाम्रो क्लबमै आउनुपर्छ भने छ नि, तपाईँलाई जहाँ मनपर्छ, जुन क्लबमा जानु मनपर्छ, जुन एकाडेमीमा जानु मनपर्छ होइन, तपाईँहरू जानुहोस्, आफ्नो परिवारलाई, आफ्नो फ्यामिलीलाई लिएर जानुहोस्, फ्यामिलीलाई भन्नुहोस्, सल्लाह गर्नुहोस्, हामी स्पोर्ट्स खेल्छौँ, हामी स्पोर्ट्समा चाह गर्छौँ, तपाईँले हाम्रो लागि जोइन गरिदिनुहोस् भन्नुहोस्। जहाँ सजिलो लाग्छ त्यहाँनिर जाँदा पनि हुन्छ। र युवा पिँढीहरूलाई यो भन्न चाहन्छु, तपाईँहरूको एज अहिले एकदम राम्रो छ, दुबारा फर्केर यो पाउनुहुन्न। किनकि यति राम्रो एजहरूलाई चाहिँ तपाईँहरूले खेरो फ्याँक्नु भएन। तपाईँहरूले राम्रोसँग स्कुल पढ्नुहोस् है, अनि तपाईँहरूले राम्रोसँगले अब एउटा स्पोर्ट्समा भाग लिनुहोस्। भोलिको दिनमा तपाईँ नै एउटा ठुलो प्लेटफर्ममा पुग्यो भनेपछि हाम्रो जयगाउँवासी राम्रो हुने हो नि त होइन, एउटा जयगाउँलाई त एउटा गर्व फिल हुने हो नि त। म यही भन्न चाहन्छु। तपाईँको नाम? मेरो नाम गोविन्द विश्व र म जुन ठाउँमा अहिले बसेको छु यही ठाउँमा म खेलेर हुर्केको।